हामीले मुलुकलाई व्यवस्थित गर्ने कुरामा कहाँ विमति जनाएका छौँ। मुलुक सुन्दर बन्नु पर्दछ। हाम्रा खोला नालाहरू थप सुन्दर बनेर बगोस्। हाम्रो राजधानी थप सुन्दर बनोस्। हाम्रा चाहिँ मफसल, हाम्रो चाहिँ भूगोल नेपाल, यो 4 किल्ला हाम्रो मुलुक सुन्दर बनोस्, अव्यवस्थित कोही नहुन्, यो हामी सबैको चाहना हो। त्यसमा कहीँ कतै राज्यलाई हामीहरूले विमति जनाइदिएका छौँ। तर शैली लोकतान्त्रिक हुनु पर्यो। कुरा उठेको छ, जमिन सरकारको हुने, जनता कसको हुने, कुरो त उठ्यो नि त। भनेपछि राज्यले आफ्नो मुलुक बनाउनु पर्छ, आफ्नो खोला नाला सुन्दर बनाउनु पर्छ, अव्यवस्थित छ भने व्यवस्थित गर्नुपर्छ, त्यसलाई टुङ्गोमा पुर्याउनु पर्छ। तर त्यसको पनि प्रक्रियाहरू हुन्छन्। त्यसलाई पनि सही र गलत के हो छुट्याइकन विधि र प्रक्रिया भित्रबाट देखिराख्नु भएको छ। त स्कुलमा पढ्ने 300-400 स्टुडेन्टहरू आज भविष्यविहीन भएर बसिराख्नु भएको छ। 2 जना त आजको मितिमा बितिसक्नु भएको छ। अव्यवस्थितलाई चाहिँ हटाउने नाममा गरिएको डोजर आतंक। मैले यो शब्द किन प्रयोग गरेको भन्दाखेरि जब मान्छेको मृत्युसम्म पुग्ने अवस्था हुन्छ भने त कहीँ न कहीँ जनता आतंकिन्छ। राज्य आतंकको पर्याय बन्न हुँदैन। राज्य त अभिभावक जस्तो पो हुनुपर्छ। हिजो हामीले सकेनौँ होला, त आज पनि त्यसैको निरन्तरता हो भने भोलि फेरि निष्कर्ष त विद्रोह हो। विद्रोहले पुगिने कहाँ हो, यो कुरा बुझ्नुपर्छ। आज जसरी सुकुम्बासीको नाममा भएको यो जुन खालको चाहिँ आतंक छ, यसलाई विधि प्रक्रियाभित्र ल्याउनुहोस्। त्यति भनेको हामी छौँ साथमा। हामीले प्रतिपक्षको रूपमा कहाँनिर राज्यले हामीसँग सहयोग लिने हो। डोर्जर चलाउनको निम्ति त हामीलाई बोलाउनु भएन नि। डोर्जर चलाउने बाटो यसरी बनाउँदाखेरि उसको घर मिचिँदैन भन्ने कुरामा त बोलाए हुन्छ। डोर्जर चलाउने बाटो एउटा सुकुम्बासीको घर मिचेर नजाओस्, या सुकुम्बासीको घर मिचिँदै गर्दाखेरि हुकुमबासीको मिचियोस् न, सुकुम्बासीलाई त व्यवस्थित गर्नुपर्छ भन्ने कुराबाट सल्लाह दिइएला। यो विषयमा ध्यान दिनुपर्दछ। आज त्यो खालको अवस्थाले मुलुक आतंकित छ।